नमस्कार, म मदन खड्का। कृषि जैविक विविधता हाम्रो अमूल्य सम्पदा संरक्षण, उपयोग र प्रवर्धनमा युवा सहभागिता भन्ने मूल नाराका साथ नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र र रैथाने एग्री प्रोडक्ट नेपालको संयुक्त आयोजनामा चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा रैथाने कृषि मेला 2082 सम्पन्न भएको छ। यस सम्बन्धीको विभिन्न भिडियोहरू म तपाईँहरू माझमा राख्न गइरहेको छु। तपाईँहरूले चाहिँ हेरेर यसलाई प्रतिक्रिया दिनुहुनेछ र यस्ता कुराहरूलाई प्रवर्धन गर्नका लागि सबैले सेयर गर्नुहुनेछ अनि मेरो युट्युबमा चाहिँ सब्सक्राइब पनि गर्नुहुनेछ र हाम्रा यस्ता चाहिँ कृषि सम्बन्धी, रैथाने उत्पादन सम्बन्धी लगायत चाहिँ नेपालमा उत्पादन र यसको बजारीकरणका लागि चाहिँ साना साना मिडियाहरू मात्रै होइन, राष्ट्रिय मिडियाहरूको पनि ठुलो हात हुन्छ। उहाँहरूले पनि केही कुराहरू चाहिँ यसको प्रवर्धन गर्नका लागि, यसको चाहिँ बजारीकरणका लागि चाहिँ ठुलो भूमिका खेल्न सक्छन् भन्ने लागेको छ र सबैले नेपाल सरकार लगायत सम्पूर्ण सङ्घ संस्था, नेपालका चाहिँ राष्ट्रिय मिडियाहरू आफ्नो तरिकाले चाहिँ यसको प्रचार आफ्नो ठाउँबाट चाहिँ यसको चाहिँ प्रवर्धन गर्न सकियो भने नेपालको आर्थिक उपार्जन सहज हुन्छ र नेपाली स्वरोजगार बनाउनको लागि सहज हुन्छ। नेपालमा हामी केही गरौँ भन्नेहरूलाई चाहिँ प्रोत्साहन मिल्नेछ। सबैले चाहिँ यस्ता कार्यक्रमहरूको प्रमोसन गर्नका लागि चाहिँ म हार्दिक आग्रह गर्दछु। म एउटा उद्यमशीलता तथा वित्तीय साक्षरताको प्रशिक्षकको हैसियतले पनि मैले यस्ता कार्यक्रमहरूको चाहिँ प्रमोसन गर्नुपर्छ र यस्ता कार्यक्रमहरू चाहिँ सबै माझ पुर्याउनुपर्छ भन्ने लाग्दछ। त्यसैले चाहिँ म आज यो भिडियो बनाउँदैछु। यो भिडियो चाहिँ बनाएर मैले युट्युबमा राख्नेछु। साथीभाइहरू आफ्नो क्षेत्रबाट जति सक्छौँ जे सक्छौँ त्यो कुराहरू गरौँ। नेपालमा उत्पादन वृद्धि गर्नका लागि, नेपालको अर्थतन्त्र वृद्धि गर्नका लागि, नेपाल समृद्ध बनाउनका लागि, सुखी नेपाली बनाउनका लागि अवश्य पनि नेपालमा केही गर्नुपर्छ र केही गरेकालाई चाहिँ सपोर्ट गर्नुपर्छ। उत्पादनसँगै उत्पादित वस्तुको बजारीकरण गरिदिनुपर्छ, उत्पादित वस्तुलाई चाहिँ उपभोग गरिदिनुपर्छ भन्ने लागेको छ। हामीले सायद यो गर्नेछौँ र यो हामीले उपेक्षित होइन, हामीले चाहिँ एकदमै अपेक्षा गरेको यो कार्यक्रम ठाउँका उत्पादनहरू देख्न पाइयो, हेर्न पाउने यस्ता कार्यक्रमहरू चाहिँ अहिलेको पछिल्लो पिँढीलाई चाहिँ यो कार्यक्रमको बारेमा, रैथाने उत्पादनको बारेमा, कहाँ चाहिँ उत्पादनहरू र यहाँका स्रोत साधनहरू खेर गइरहेका छन्, ती खेर गइरहेका स्रोत साधनहरूबाट के वस्तुहरू उत्पादन भएका छन्, तिनीहरूले चाहिँ बजार पाएका छन् कि छैनन्। अनि नेपालमा चाहिँ हामीले भन्छौँ धेरै कुराहरू चाहिँ सम्भावनाहरू छन्। त्यो सम्भावनाहरूको बिचमा रहेको यो नेपाल र हामी नेपालीले केही गर्नुपर्छ र नेपालको उत्पादनलाई चाहिँ बजारसम्म पुर्याउने र नेपालको उत्पादन नै उपभोग गर्ने कुरामा नमस्कार, म तिलक ढकाल, रैथाने एग्री प्रोडक्ट नेपालको अध्यक्ष। आज हामी भृगुटी मण्डपको बगैँचा परिसरमा छौँ। आज चौथो राष्ट्रिय कृषि जैविकता दिवस तथा बृहत रैथाने कृषि मेला पनि हो। यो एउटा पर्व पनि हो, हाम्रो माघे सङ्क्रान्ति एउटा पर्व हो। काहीँ यसलाई माघी भन्छ, काहीँ मकर सङ्क्रान्ति भन्छ, तर चाहिँ यो हामी नेपालीहरूको महान पर्व पनि हो। धेरै समुदाय विशेषले मनाउने चाहिँ यो पर्व पनि भएको कारणले गर्दाखेरि यो पर्वमा हरेकको भान्सामा धेरैभन्दा धेरै रैथाने तथा स्थानीय खानेकुराहरूको प्रयोग हुने पनि दिन छ
र यसैको सन्दर्भमा चाहिँ नेपाल सरकारले हरेक माघ 1 गतेलाई राष्ट्रिय कृषि जैविकता दिवस मनाउनु पर्छ भन्ने सन्दर्भमा चाहिँ आज हाम्रो यो चाहिँ नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, बाली विकास तथा कृषि जैविकता संरक्षण केन्द्र र रैथाने एग्री प्रोडक्ट्स नेपालको संयुक्त आयोजनामा चाहिँ आज 4थो राष्ट्रिय कृषि जैविकता दिवस तथा बृहत कृषि मेला यहाँ देखिरहनु भएको छ। यहाँ नेपाली मौलिक प्रविधि देख्न सक्नुहुन्छ, मौलिक सिपहरू देख्नुहुन्छ, मौलिक खानाहरू देख्न सक्नुहुनेछ, मौलिक खाजाहरू पनि देख्न सक्नुहुन्छ, मौलिक संस्कृति देख्न सक्नुहुन्छ, झाँकीहरू देख्न सक्नुहुन्छ। समग्र रूपमा चाहिँ आजको यो बगैँचा परिसरलाई कृषि गाउँको एउटा चाहिँ नमुनाको रूपमा चाहिँ हामीले यसलाई विकास गर्न खोजेका छौँ। धेरै विद्यार्थीहरू आउनु भएको छ, युवा पुस्ताहरू पनि आउनु भएको छ, जसले ढिकी देख्नु भएको छैन, जाँतो देख्नु भएको छैन, घट्टो देख्नु भएको छैन। यो समग्रलाई चाहिँ देखाउने एउटा थलो पनि हो, एउटा प्रदर्शनी थलो पनि हो, खाने पनि ठाउँ नै हो। र यो माघे सङ्क्रान्ति चाहिँ यसपालिको माघे सङ्क्रान्ति भृकुटी मन्नको बगैँचामा भन्ने नाराका सहित आज हामी यो ठाउँमा जम्मा भएका छौँ। धेरै धेरै धन्यवाद। 4थो राष्ट्रिय यो जैविक विविधता मेला लागेको छ। आज बृहत कृषि मेला पनि छ जोडेको यसमा चाहिँ विभिन्न खालका खानाका परिकारहरू, रैथाने वस्तुहरू र त्यस्तै गरेर त्यो हस्तकलाका सामग्रीहरू पनि यहाँ चाहिँ व्यापारको लागि, बिजनेसको लागि यहाँ ल्याइएको छ। र यहाँ चाहिँ आज ठुलो उपस्थिति, हजारौँ मानिसहरूको चाहिँ उपस्थिति छ। र समग्रमा हेर्दाखेरि यतिको बेला चाहिँ यो कृषिसँग रिलेटेड यतिको महत्त्वपूर्ण मेला चाहिँ नेपालमा यो नै पहिलो पटक हो कि जस्तो चाहिँ हामी सबैलाई भान भएको छ। हस्, धन्यवाद। बगान अर्ग्यानिक कलेक्टिभ हबबाट अहिले आज हामी छौँ 4थो जैविक विविधता दिवस यो बिरगुडी मण्डपमा। र हामीले इलामका साना किसान उद्योगी दिदीबहिनीहरूले तयारी गर्नुभएका सामानहरूको यहाँ प्रतिनिधित्व ल्याएका छौँ भने इलामलाई जनाउने अदुवा, अलैँची, अम्लिसो, अकबरी, अर्थोडक्स चिया जस्ता प्रोडक्टहरूलाई चाहिँ हामीले यहाँ लिएर आएका छौँ। र यो जैविक विविधता दिवसको बारेमा यो नितान्त किसानहरूको कार्यक्रम भएकोले किसानहरूलाई चाहिँ एउटा स्वस्थ सामान प्रदान गर्ने हाम्रो उद्देश्य जुन चाहिँ इलामबाट सुरु भएर आज यो काठमाडौँको बिरगुडी मण्डपमा आएको छ। र यहाँ जति पनि उपस्थित हुनुहुन्छ आशा गरौँ अर्ग्यानिक खाउँ, स्वस्थ बनाउँ भन्ने र स्वदेशी सामानलाई चाहिँ प्रोत्साहन गरौँ, प्रवर्धन गरौँ भन्ने हाम्रो किसानको नारालाई यहाँहरू समक्ष ल्याउने मेरो समर्थ रहनेछ। मेरो नाम चाहिँ जिना तामाङ। यो म चाहिँ आज सिस्नो बेच्न आएको। दाइले बेच्नुहुन्छ, कृष्ण स्याङदानले बेच्नुहुन्छ सधैँ, तर आज चाहिँ म बस्यो, दाइले भ्याउँदैन। यो सिस्नुको फाइदा चाहिँ सिस्नुले चाहिँ विशेष गरेर मधुमेह अनि त्यसपछि प्रेसर हाई जस्तो अनि त्यसपछि त्यस्तै रोगहरू चाहिँ अलिक कम गराउँछ। अनि यसको स्वास्थ्यको लागि एकदम राम्रो हुन्छ सिस्नु। नमस्कार, म चाहिँ केदार घिमिरे। म चाहिँ अहिले हाल विद्यार्थी छु र यो बाँसको क्षेत्रमा चाहिँ केही गरौँ कि भनेर आएको। हाम्रो उद्योग चाहिँ पाटन औद्योगिक क्षेत्रभित्र छ। हाम्रो मार्केटिङ पार्टनर त्यहाँ हेर्न सक्नुहुन्छ, ग्रिन ब्याम्बो क्रिएसनहरू छ। हाम्रो यो कम्पनीको नाम चाहिँ ब्याम्बो स्टिक भन्ने हो। अहिले हामीसँग चाहिँ यो बाँसको बोतलहरूदेखि लिएर बाँसको कफी मग, बाँसको सम्पूर्ण सामग्रीहरू छ। अब हाम्रो अहिले हाइएस्ट सेलिङ भनेको चाहिँ बाँसको ब्रस देख्न सक्नुहुन्छ। यो बाँसको ब्रसमा पनि यो भएको चाहिँ यो प्लास्टिकको चाहिँ होइन, यो उखुको र मकैको चाहिँ स्टार्चलाई पेलेर बनाएको हो। यो पनि बायोडिग्रेडेबलै हो। यो चाहिँ हामीले अहिले यसरी बाँसको सामानहरू बनाएर बेच्न थालेका छौँ। यो कफी मगमा चाहिँ हाम्रो 6 देखि 7 घन्टा तातोहरू बस्छ। जस्तो पानी राख्नु हो, जस्तो सामान राख्नु हो त्यस्तै बस्छ। यसमा चाहिँ 7 देखि 8 9 घन्टासम्म म्याक्सिमम बस्छ यसमा। अनि यो बाँसको ब्रस पनि छ यसमा देख्न सक्नुहुन्छ। यो माथिको चाहिँ रबरको होइन, यो पनि बाँसकै धुलोलाई पेलेर बनाइएको हो। त्यही हो, बाँसको सामानहरू छ यहाँ थुप्रै, चाहिन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ। अब क्याफेहरूदेखि लिएर सम्पूर्ण डेकोरको लागि हाम्रो ल्याम्पहरू पनि छ यहाँ। यो चाहिँ स्याम्पल पिसहरू मात्रै हो।
अब चाहिन्छ भने उहाँ बाँसको फर्निचरहरू सम्पूर्ण बनाउन सक्नुहुन्छ। हाम्रोमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ ब्याम्बो स्टिक इन्स्टाग्राम र टिकटकमा। त्यही हो। हजुर नमस्कार, म चाहिँ पञ्चकन्या घरेलु ठेकी उद्योग धनकुटाबाट चाहिँ आज हाम्रो यो भिरकुटी मण्डप रैथाने मूलवासी महोत्सव आज लागेकोमा आज यहाँनिर उपस्थिति हुन पाएको छु। त्यसैले खुसी पनि लागेको छ। अनि मेरो चाहिँ काठको सामग्रीहरू मात्रै पाउँछ, प्रायः जस्तो मेरो हाम्रो धनकुटा जिल्लाभरि उत्पादन भएको सामानहरू होइन, जस्तो हाम्रो ठेकी भयो, तुङ्बा भयो, काठकै चकिङ बोर्डहरू, थाल बटुका, गिलास, गिफ्ट आइटमहरू, मायाको चिनोहरू, यस्तो यस्तो उत्पादन हुँदै आएको छ मेरो उद्योगमा चाहिँ। अनि पसल चाहिँ मेरो हिले धनकुटा हिले बजारमा पनि हिले कोसेली घर भनेर छ भने यहाँ बौद्ध तिनचुलीमा पनि पञ्चकन्या कोसेली घर भनेर चाहिँ यहाँ पनि अहिले ब्रान्च खोलेको छु, 7-8 महिना भएको छ। र मेरो चाहिँ काठको सामग्रीहरू काठकोमा चाहिँ अब जस्तो दारको काठहरू युज गर्छु, साधान, खमारी, सिसौ अनि निम जस्तो हाम्रो यो चम्चीहरू अनि यो दाबिलोहरू चाहिँ म निमकोबाट बनाउँछु। अरू अब हाम्रो वाइन गिलासहरू भयो सिसौबाट भयो होइन। र जति पनि म आफू काठको सामानको उद्यमी भएर अन्य उद्यमीको सामान पनि अलिअलि म हाम्रो धनकुटा जिल्लाभरिको चाहिँ लिएर अहिले बौद्ध तिनचुलीमा पनि राखेको छु र मेरो हिले कोसेली घरमा पनि छ। र मेरो कसैलाई यस्तो काठको सामग्रीहरू मन परे, ठेकी तुङ्बाहरू मन परे चाहिँ मेरो हिले कोसेली घर भनेर टिकटक आइडी छ, त्यसमा नि अलिक चलेको छ, त्यसमा राखेको छु। हजुरले यो पाउने मौका दिनुभयो, यसमा पनि धेरै धेरै धन्यवाद छ हजुरहरूलाई।